सोच्नुहोस् त, विज्ञानले मानव जातिको सबैभन्दा खतरनाक प्राकृतिक शत्रुलाई सधैँका लागि नामेट पार्न सक्यो भने के होला? सुन्दा अचम्म लाग्ला, तर यो एउटै शत्रुले हरेक वर्ष करिब 7,60,000 मानिसको ज्यान लिने गर्छ। हो, पृथ्वीकै सबैभन्दा घातक जीव कुनै बाघ वा शार्क पक्कै होइन, यो त्यही सानो लामखुट्टे हो। तर सबै लामखुट्टे उस्तै हुँदैनन् नि। विश्वभरका 3,500 प्रजातिमध्ये जम्मा 100 जतिले मात्र मानिसलाई टोक्ने गर्छन्। अझ अचम्मको कुरा त के भने, तीमध्ये जम्मा 5 प्रजातिले 95% भन्दा बढी रोगहरू फैलाउँछन्। अनि बढ्दो वनफडानीले वासस्थान मासिँदा यी खतरनाक प्रजातिहरू रगतको खोजीमा मानव बस्तीतर्फ झन धेरै आइरहेका छन्। यति ठूलो मानवीय क्षति देखेपछि एउटा गम्भीर प्रश्न उठ्छ, के हामी यिनलाई पूर्ण रूपमा नष्ट गर्न सक्छौं त? प्रविधिले यो सम्भव बनाएको छ। CRISPR-Cas9 को जीन ड्राइभ प्रयोग गरेर लामखुट्टेको प्रजनन चक्रलाई नै बदल्न सकिन्छ। एक्स क्रोमोजोम नष्ट गरिदिएपछि भाले सन्तान मात्र जन्मिन्छन्। यसले गर्दा लामखुट्टेको जनसङ्ख्या द्रुत गतिमा घट्न थाल्छ। मानव स्वास्थ्यको लागि यो गज्जबको जीत जस्तो लाग्न सक्छ, तर यसको वातावरणीय मूल्य एकदमै महँगो पर्न जान्छ। विभिन्न वैज्ञानिक जर्नलहरूका अनुसार लामखुट्टेहरू हाम्रो प्राकृतिक इकोसिस्टमका अत्यन्त महत्त्वपूर्ण र अभिन्न अङ्ग हुन्। जस्तै आर्कटिक टुन्ड्रामा देखिने लामखुट्टेका ठूला बथानहरू बसाइ सर्ने चरा र चमेरोका लागि प्रमुख आहारा नै हुन्। यति मात्र कहाँ हो र? खानाको स्रोत बाहेक यिनका लार्वाले पानी शुद्ध गर्ने वातावरणीय फिल्टरको काम पनि गर्छन्। साथै विशिष्ट वासस्थानहरूमा माटो र बिरुवालाई चाहिने पोषक तत्त्वको चक्र सन्तुलनमा राख्न यिनीहरूको एकदमै ठूलो भूमिका हुन्छ। जस्तै पिचर बिरुवाभित्र यिनका लार्वाले फोहोर प्रशोधन गरेर बिरुवा हुर्कन आवश्यक पर्ने नाइट्रोजन उपलब्ध गराउने गर्छन्। इकोलोजीको कुरा त छँदैछ। कुनै प्रजातिलाई यसरी जानी नष्ट गर्दा समाजमा गहिरो दार्शनिक र नैतिक बहसमा नि सिर्जना हुन्छ। अन्तरपुस्ता समताको सिद्धान्तलाई नै हेरौँ न। यसले भावी सन्ततिका लागि जैविक विविधता संरक्षण गर्नु हाम्रो दायित्व हो भन्छ। त्यसैले नीति निर्माताहरूले लाखौं मानिसको ज्यान बचाउने कि प्राकृतिक सन्तुलन जोगाउने भन्ने अत्यन्तै कठिन निर्णय गर्नुपर्ने हुन्छ। अर्कोतर्फ वैज्ञानिकहरूको चेतावनी छ, यस्ता आनुवंशिक परिवर्तनले भविष्यमा अप्रत्याशित र झनै खतरनाक नयाँ जोखिमहरू निम्त्याउन सक्छन्। यिनै गम्भीर जोखिमका कारण अनुसन्धानकर्ताहरू अहिले पूर्ण विनाशको साटो अलिक कम हानिकारक र सुरक्षित जैविक विकल्पहरू खोजिरहेका छन्। जस्तै वोलब्याचिया ब्याक्टेरिया भएको लामखुट्टे छोड्दा प्रजाति नै विलुप्त नभइकनै डेङ्गुका केसहरू सफलतापूर्वक घटेको पाइएको छ। अनि कीटनाशकयुक्त झुल र नयाँ खोपहरू जस्ता परम्परागत विधिहरूले त अझै पनि लाखौंको ज्यान बचाइरहेकै छन्। अन्ततः यदि ठूलो खतराको बावजुद पनि हामीले आफैलाई सोध्नै पर्छ, के मानव जातिलाई प्रकृति नै सम्पादन गर्ने अधिकार छ त?